गणतन्त्रका छोटे राजाहरूले बनाएको यो मेरो देशको हालत। ए त्यो ठाउँ ठाउँ गर्दा ल है कामरेडहरू हेरौँ यहाँ बाटोको हालत। मान्छे दुःख पाएको, तिमीहरू भ्रष्टाचार गरेर बसिरह, रिल्याक्स गर, हामीलाई दुःख दिए अर्को तिमीलाई भोट चाहिँदो रहेछ होइन। ल ठिकै छ भाइ, ह्याप्पी छौ नि तिमी? स्याड छौ कि ह्याप्पी छौ? हिजो बनायो है कामरेडहरूले। ल कामरेड अब 84मा तिमीहरूका दिन सिद्धि चाहिँ बाटो यस्तो बनायो, अब अलि बुद्धि पुऱ्याएर बनायो भने बनायो, नभए गयो तिमीहरू अब कामरेड। सही कुरो। हाम्रो त नेपाली किसानको पीडा यही हो। अनि के कति पर्ने हो नि तरकारीका? ए तरकारीको पर्छन् भाइ, अब यो 200-300 रुपियाँ किलो आउनु पर्छ। हजुर हजुर। यो धनियाँको चाहिँ यसको चाहिँ आउनु पर्यो। अब हाम्रो मूल्यको अनुसार चाहिँ आउनु पर्ने चाहिँ 100 हो। लौकाको चाहिँ? लौका हजुर। यस पनि 80-90 आउनु पर्छ। हजुर हजुर। अब यो काँक्राको पनि आउनु पर्छ। अब यस्तै हो। अब आउनु त पर्ने। अब कामरेडहरूले के गरे बाटो घाटो यसै गाडी चल्दैन, के गरी पुर्याउने बजार यो? केपीले त सधैँ रेलै ल्याउँछु भन्ने खाने। अब यो रेलमै हालेर लान पाए त हुन्थ्यो कि? नभए पानी जहाजै आउँछ होला यो बाटोमा त, अहिले पानी लाग्यो पानी जहाजै आउँछ, त्यसमै लाने कि? राति पानी परेको थियो, जहाज त आएको होला। त्यही बेला जहाजमै हालेर लानु पर्छ है, बाटो घाटो यस्तो छ है। हेलो ल है, माल आयो। ल हेर्नुहोस् कामरेड बाटो, ल हेर्नुहोस् है कामरेड बाटो, हेर्नुहोस् बाटो यही, ल हेर्नुहोस् यही तरकारी, हेर्नुहोस् कामरेड बाटो, हेर्नुहोस् त्यही राख न। भिडियो चित्त बुझेमा च्यानललाई सब्स्क्राइब गरी साथ दिनु होला। सके सक्दो सेयर गरी भ्रष्ट नेतासम्म पुर्याइदिन सहयोग गर्नु होला। धन्यवाद।